हल्दी चाहिँ काटेर चाहिँ सुकाउनु पनि छ। हल्दी काट्दै हुँदैछ यहाँ। यस्तो पारा काट्दा रहेछ आमाको कटिङ चाहिँ हो। मैले चाहिँ फेरि यस्तो पारा काट्यो किनभने घामले सुकाइ त हाल्छ भनेर चाहिँ यस्तो काटेको छु है। अब यसले चाहिँ काटेर सुकाएर चाहिँ हल्दी पिसेर चाहिँ तपाईँलाई पनि देखाउँछु। अर्ग्यानिक हल्दी चाहिँ राम्रो हो भनेर भन्छ है। पतला काट्यो भने चाहिँ छिटो सुक्छ है। पतला काट्यो भने चाहिँ सोनिया नानी पनि पुरा इन्जोय गरिरहेको छ। के काट्नु भएको दुईजना चाहिँ? हल्दी अलिक तपाईँ हेलो गरिदिनुहोस् न। हेलो तपाईँ पनि हेलो। काट्नु भएछ है तपाईँहरूले? फाइनली हामीले काटिसक्यो हल्दी। हामीले 3 दिन सुकाएको थियो। सो 3 दिनमा चाहिँ यस्तो मजाले सुकेछ हो, घाम लाग्यो। सो अब यसलाई चाहिँ मजाले अब यो सुक्यो हो। अब यसको चाहिँ हामीले पिस्छ होइन, मिक्सको म पाउडर बनाउँछु। सो अब मिक्सरमा पिस्न लागि चाहिँ मेरो हस्बेन्डले मलाई हेल्प गर्नुहुँदैछ। मिक्सरमा पिसिसकेर फाइनली इट्स रेडी। हेर्नुहोस् तपाईँले टर्मरिक पाउडर दामी भइहाल्यो नि। यतिको त अन्त यतिको भयो नि हो अन्त है। अब यो त मेरो कति त हाल्यो हो।